हेलो वेलकम टु न्यू भिडियो सबैजनालाई स्वागत छ मेरो आजको मिनी ब्लगमा। अनि आज चाहिँ हामी धेरै दिन पछाडि रोड रनिङ जाँदैछौँ अनि साथीहरू पनि आउँदैछन्। मैले चाहिँ साथीहरूलाई कल गरेको थिएँ। अहिले चाहिँ एकदमै चिसो पनि बढिरहेको छ आजभोलि झन् आज बिहानको मौसम चाहिँ यस्तो थियो। बिहानको चाहिँ अनि यता चाहिँ वरिपरि घरमा चाहिँ लाइटहरू बलिरहेको थियो। यता खेतको साइडमा छु म चाहिँ अनि साथीहरू पनि आउँदैछन्। अब चाहिँ हामी चाहिँ एकछिनमै जान्छौँ होला। साथीहरू पनि आइसकेको रहेछन्। साथीहरू चाहिँ आउँदै थिए अनि म चाहिँ यसो भिडियो बनाइदिएको। आज चाहिँ एकदमै अँध्यारो पनि गरिरहेको छ, चिसो पनि बढिरहेको छ। यो चाहिँ हाम्रो घरदेखि माथि खेतमा चाहिँ यो जिम क्लब छ। यहाँनिर चाहिँ एकदमै खतरा खोलेको छ। आजभोलि नयाँ जिम क्लब हो यो चाहिँ। यहाँ चाहिँ मान्छेहरू एकदमै भरि हुन्छ। यो चाहिँ ठुलो एकदम लगतै केही समयमा चाहिँ हामी हिँडिसकेर चाहिँ हामी यो गोर्खा माध्यमिक विद्यालय आइसकेका छौँ। यता चाहिँ विद्यार्थीहरू चाहिँ बिहान ट्युसन पढ्नको लागि आएको छन्। बिहानको रोड चाहिँ एकदमै खाली छ। यता घरहरू छ साइडमा चाहिँ हामी चाहिँ हिँडिरहेको। उता फेरि केही समयपछि हामी यता घोडा रोडमा पनि आइसक्यौँ। आज चाहिँ हामी 4 जना जति साथी गएको थियौँ। अनि उता गाउँतिर चाहिँ एकदमै चिसो थियो अनि यहाँ चाहिँ खासै चिसो चाहिँ रहेनछ, झुडी पनि लागेको रहेनछ। अनि दाङटु जिपुर गर्ने गाडीहरू चाहिँ हिँडिरहेको रहेछन् रातिसम्म। के गर्नु यस्तै छ, जिन्दगी गाडी त चलाउनु पर्ने यस्तै छ। अनि हामी चाहिँ यस्तो भिडियो बनाइदिन्छ। यहाँ सल्यान रोडमा आइसकेका छौँ। अनि यता टिभी बलेको छ तुलसीपुरमा। यहाँ चाहिँ 3-4वटा गाडी छ। सल्यान रोडमा जाने गाडीहरू चाहिँ लाइन लगेर अटेको रहेछ। अनि यताबाट बाइकले चाहिँ 8-9 किलोमिटर जति रनिङ गरेको थियौँ। अनि त्यही भएर मेरो शरीरमा चाहिँ एकदमै ढुसी बसेको छ, एकदम मुखभरि ढुसी, ज्याकेटभरि ढुसी बसेको छ। अनि यता साथीलाई पनि त्यस्तै भएको छ। यता चाहिँ एकदमै चिसो रहेछ। यता चाहिँ माथि डाँडातिर आएको थियौँ हामी चाहिँ। अनि यता ढुडी पनि लागेको छ यता मजासँग। अनि साथीहरू चाहिँ अरू गइसकेको छन् अगाडि। हामी चाहिँ एकजना साइड चाहिँ अगाडि हिँडेर यसो भिडियो बनाउँदै जान्छन्। अनि मैले पनि यसो भिडियो बनाइदिएको। यता चाहिँ एकदमै ढुसी लागेको रहेछ तल गाउँतिर। अनि यता माथि चाहिँ पिचहरू रहेछ। अनि हामी चाहिँ यता डाँडामा आएको थियौँ। अनि म चाहिँ आज चाहिँ हामी कहाँ आएको थियौँ भन्दाखेरि आज चाहिँ हामी रोड रनिङ यता साततालेतिर गएको थियौँ। अनि त्यही भएर यता चाहिँ एकदमै चिसो रहेछ, ढुसी पनि बसेको छ मेरो शरीरभरि, मुखभरि ढुसी बसेको छ। अरू साथ चाहिँ अगाडि गइसकेको। हामी चाहिँ यता गहिरोमा थियौँ। अनि उता माथि डाँडोमा चाहिँ अलिअलि घामहरू देखेको थियो। अनि यता चाहिँ साथीहरू पनि भेटिसकेका छन्। एउटा हामी चाहिँ आज 3-4 जना जति आएको थियौँ। एकजना चाहिँ अगाडि गइसकेका छन्। हामी 3 जना चाहिँ रोडमै हिँडिरहेको छौँ, मौसम हेर्दै हिँडिरहेको छौँ। अनि यता तल चाहिँ ढुडी पनि लाग्ने। उता तुलसीपुर भन्दा चाहिँ यहाँ एकदमै बढी चिसो रहेछ। यता गर्मी पनि माथि टुप्पामा चाहिँ घाम लागेको छ। अनि यता चाहिँ ट्रकहरू हिँड्छ, अलि राम्रोसँग हिँड्नुपर्छ। यता चाहिँ ट्रकहरू हिँडिरहेको। हामी चाहिँ कहिले चाहिँ रोड रनिङ पनि जान्छौँ। हामी चाहिँ यता सातालेतिर आएको थियौँ। अनि एकजना साथी पनि भेटिसकेका छन्। अब चाहिँ हामी केही छिनमै अब घरतिर जान्छौँ होला। अनि आजको मेरो मिनी ब्लग चाहिँ यहीँसम्मको चिसो पनि लागिरहेको छ। हामी चाहिँ एकछिनमा अब घरतिर पनि फर्किन्छौँ होला। अनि साथीहरू चाहिँ हिँड्दैछन्। अनि म चाहिँ यसो भिडियो बनाइदिएको। अनि आजको मेरो मिनी ब्लग चाहिँ यहीँसम्मको थियो। यस्तै भिडियो हेर्नको लागि प्लिज सब्सक्राइब गर्न नभुल्दिनु। अहिलेको लागि बाई बाई। अनि अर्को भिडियोमा भेटौँला।